चालू आर्थिक वर्ष मङ्सिर महिनामै करिब 2 खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत मङ्सिरमा 1 खर्ब 83 अर्ब 18 करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ। यो कार्तिकको तुलनामा 50 अर्बले धेरै हो। राष्ट्र बैंकका अनुसार कार्तिकमा 1 खर्ब 33 अर्ब बराबर रेमिट्यान्स आएको थियो। चालू आव 2082-83 को 5 महिना अर्थात् मङ्सिरसम्म रेमिट्यान्स आप्रवाह 35.6%ले वृद्धि भई 8 खर्ब 70 अर्ब 31 करोड पुगेको छ। गत आव सोही अवधिमा 4.7%ले बढेको थियो। अघिल्लो वर्ष मङ्सिरमा 1 खर्ब 18 अर्ब 79 करोड बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ। चालू आव मङ्सिरसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 29%ले वृद्धि भई 6 अर्ब 16 करोड पुगेको छ। गत आव यस्तो आप्रवाह 3.4%ले बढेको थियो। चालू आव मङ्सिरसम्म खुद द्वितीय आय 9 खर्ब 54 अर्ब 78 करोड पुगेको छ। गत आव सोही अवधिमा यस्तो आय 7 खर्ब 43 करोड थियो। चालू आव मङ्सिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 1,75,591 र पुनः श्रम स्वीकृति लिनेको संख्या 1,63,924 छ। गत आव सोही अवधिमा यस्तो संख्या क्रमशः 1,90,384 र 1,35,425 थियो।